राजाको महलमा त कोठा पनि आलिसान हुनुपर्ने है। दाइ यो बारेमा के भन्नु न, हामीलाई के थाहा छ भने हजुरलाई? राजाको कोठा भनेको चाहिँ अहिले मर्मत भइरहेछ है। हजुर मर्मत भइरहेछ। नौदली दरबार भने चाहिँ बिहान बेलुका चढ्ने मात्र हो। हजुर अहिले चाहिँ अब दिनभरि चाहिँ खुल्ला, दिनभरि खुल्ला है। सङ्ग्रहालय बनाइदियो हो। हजुर त्यसले कस्तो बिहान बेलुका भने जनताको घरमा खाना पकाएन भनेर आगो बाल्नु हेर्ने ठाउँ। किनभने आगो बाल्दाखेरि धुवा निस्क्यो नि त माथिबाट होइन, चुलीबाट। पहिला पो जनताको घर सानो सानो थियो, अहिले जनताको घर ठुलो, राजाको दरबार भन्दा ठुलो त्यही त। अनि यो पूर्जा चाहिँ होइन, यो चाहिँ पाटन पूर्जा। कुन यो पाटन पूर्जा, यो भक्तपुर पूर्जा। ए यो हो र। यो हाम्रो नौदली दरबार कान्तिपुर भनिन्थ्यो पहिला, अहिले काठमाडौँ। यो चाहिँ नौदली दरबार। यो पाटनको पूर्जामा चाहिँ राजालाई यहाँको राजाले निम्तो दिँदाखेरि